नेपालमा सवारी दुर्घटनाबाट हरेक वर्ष हजारौंले ज्यान गुमाउँदै आइरहेका छन्। पछिल्लो 5 वर्षमा 7282 जनाले सडक दुर्घटनाबाट ज्यान गुमाएका छन्। सन् 2021 र 22 मा मात्र 2883 जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउनु परेको तथ्याङ्क रहेको छ। सडक दुर्घटना हुनुका मुख्य कारणहरू यी हुन्। पहिलो, चालकको लापरवाही। करिब 80% दुर्घटना तीव्र गतिको कारणले भइरहेको छ। चालकले अत्याधिक मात्रामा तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनाहरू भइरहेको छ। चालकहरूले सानो सडक भए तापनि गलत तरिकाले उछिन्ने, ओभरटेकिङ गर्ने जस्ता कारणहरूले पनि दुर्घटना भइरहेको छ। चालकले पर्याप्त मात्रामा नसुतिकन सवारी साधन चलाउँदा पनि दुर्घटनाहरू भइरहेको तथ्याङ्कमा देखाउँछ। दोस्रो, सडकको खराब अवस्था। नेपालका प्राय सडकहरू साँघुरो छन्। सडकको बीचमा खाल्डाखुल्डी र पहाडी क्षेत्रमा छोटो तथा कठिन घुम्तीहरूको कारणले पनि नेपालमा विभिन्न खालका सडक दुर्घटनाहरू भइरहेका छन्। तेस्रो, मादक पदार्थको सेवन। धेरै चालकहरूले अल्कोहल सेवन गरेर गाडी चलाउँदा पनि सवारी दुर्घटनाहरू भइरहेको पाइएको छ। चौथो, सवारी साधनको अवस्था। धेरै सवारी साधनहरू नेपालमा पुराना छन्। पुराना सवारी साधनको मर्मत समयमा नभएको कारणले ब्रेक फेल हुने लगायत अन्य समस्याहरू देखिएर पनि सवारी दुर्घटना भएको पाइन्छ। पाँचौं, ओभरलोड। सवारी साधनको क्षमताभन्दा बढी यात्रु वा सामान बोक्नाले सवारी साधनको सन्तुलन बिग्रने र अनियन्त्रित भई दुर्घटना हुने गरेको पनि पाइएको छ। छैटौं, ट्राफिक नियमको उल्लङ्घन। हेलमेट प्रयोग नगर्ने, गरे तापनि आधा मात्रै प्रयोग गर्ने, सवारी साधन अनुमति पत्र नलिकन सवारी साधनहरू चलाउने, सिट बेल्ट नबाँध्ने, जेब्रा क्रसिङको प्रयोग नगर्ने। त्यसै त नेपालमा अत्याधिक कमै मात्रामा रहेको छ जेब्रा क्रसिङ, र भएको ठाउँमा पनि जेब्रा क्रसिङको प्रयोग नगर्ने, पैदल यात्रुहरूले जथाभावी बाटो काट्ने जस्ता कारणहरूले पनि धेरै दुर्घटना भएको छ। नेपालको ठुलो सहरहरूमा पैदल यात्री, साइकल, मोटरसाइकल, ठुलो तथा सानो यातायात बस र मालवाहक गाडीहरूको छुट्टै लेन नहुँदा पनि सडक दुर्घटना अलिक बढी भइरहेको पाइएको छ। सातौं हो प्राकृतिक प्रकोप। वर्षायाममा बाटो चिप्लो हुनु, सडकहरू पिच नहुनु, हिउँदामा हुस्सो, कुहिरो तथा हिमपातका कारणहरूले पनि दुर्घटना भइरहेको छन्। बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण पनि वर्षेनी नेपालीहरूले धेरै ज्यान गुमाइरहेका छन्। नेपालीहरूले सानो गल्तीबाटै जीवन नै गुमाउनु पर्ने अवस्था भोगिरहेका छन्। परिवारका सदस्यहरूलाई अकालमै गुमाएर धेरै ठुलो चोट पीडा नेपालीहरूले धेरै वर्ष यता भोग्दै आइरहेका छन्। सवारी साधन चलाउँदा सानो लापरवाहीले पनि ठुलो दुर्घटना हुन सक्छ। त्यसैले हामी सबैले सजग रहनुपर्छ। सवारी दुर्घटनाबाट बच्न हामीले आजैबाट सोचौँ। ट्राफिक नियमको सधैँ पालना गरौँ। तीव्र गतिमा कहिल्यै कदापि गाडी नचलाऊ। अनिवार्य रूपमा सवारी चालक अनुमति पत्र लिएर मात्र सवारी चलाऊ। पर्याप्त मात्रामा आराम गरेर लामा दूरीको चालकले सवारी चलाऊ। मादक पदार्थको सेवन गरेर कहिल्यै पनि सवारी साधन नचलाऊ। आफ्नो सवारी साधनको नियमित चेक जाँच गरौँ। लामो दूरीको यात्रामा अनिवार्य रूपमा 2 जना चालकको प्रबन्ध गरौँ र बाटो काट्दा पनि जथाभावी रूपमा बाटो नकाटौँ। सबैलाई अनुरोध छ, सुरक्षित बनाऊ, सडक नियमको पालना गरौँ। तपाईँको एउटा सानो निर्णयले नै गुरुजी तपाईँ र अरू धेरैको जिन्दगीलाई बचाउन सक्छ। त्यसैले सडकमा सजग रहौँ, जीवन सधैँ जीवित राखौँ। धन्यवाद। छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ। जथाभावी बाटो नकाटौँ, ट्राफिक नियम पालना गरौँ।